हेलो गाइज नमस्ते। हामी चाहिँ आज गोदावरी जाँदैछौँ। गाललाई चाहिँ किन छोप्या भने तपाईँहरूलाई सिक्रेट पछि बताउँछौँ। अनि अहिले हामी गोदावरी पार्क जाँदैछौँ। हामी 5 जना अनि लप्सी टिपेर ल्याउँछौँ। तपाईँहरूलाई पछि देखाउँछौँ ल गाइज। गाइज हामीले जिबब देख्यौँ। जिबब उता छ के उता छ खै हो कि होइन थाहा भएन गाइज, तर हो आन्टी आन्टी जिबब देख्यौँ। ओ घर यहीँ रहेछ गाइज जिबबको। के भनिदिनु त आन्टी? के भन्दिनँ, हामीले त जहिले देखिरहेछ चिनिरहेछ। यो हाम्रो फर्स्ट भ्लग हो के भनिदिनु न। हामीलाई पनि चिनाइदिनु न, भिडियो बनाउँछ। हाम्रो यो गोदावरी होइन एकदमै धेरै प्रख्यात छ। अझ यहाँ सांसद भवन थियो होइन, अहिले यो जेएनजी आन्दोलनले गर्दाखेरि यो जलेर एकदम के भन्छन् नष्ट नै भयो। नष्टै भयो होइन, साह्रै दुःख लागेको छ त्यो चाहिँ। अनि त्यसले गर्दाखेरि सबै कुरा राम्रो छ सबैलाई। एकचोटि हाम्रो यो गोदावरीमा घुम्न आउनु भन्छु। अहिले भन्दा नि अहिले हामी देखाउँछौँ है गाइस, राम्रो छ। हजुरहरूलाई देखाउँछौँ अहिले। चिन्नु होला, भेट्नु होला। उहाँ चाहिँ यहाँको लोकल हुनु दुईटा। हामी चाहिँ पाहुना हो गाइस एक दिनको लागि। अहिले तपाईँहरूले हामी देखाउँछौँ के अरे गोदावरी पास यस्तो राम्रो छ, यस्तो राम्रो छ है। कस्तो ग्रिनरी ग्रिनरी नै छ। अनि बोटानिकल गार्डन पनि भन्छ त्यसलाई। अनि राम्रो राम्रो लप्सीहरू, अनि त्यसपछि प्लान्टहरू अनि ट्रिजहरू छ, सबै छ। हामी चाहिँ ऊ आमा मेरो, म चाहिँ नातिनी। यो चाहिँ तपाईँ मेरो मुख यस्तो नसोचेर म ब्युटिफुल नै छु। उसको दाँत ओसाएको हो के दाँत, सरी दाँत होइन उसको के अरे गाला चाहिँ सुन्नेको हो, दाँत दुखेर हो। त्यो त्यस्तो गाह्रो नमान्नु होला। उहाँ चाहिँ विश्व सुन्दरी, उहाँको लस्नलाई कस्तो रातो रातो गाला छ गाइस। नो गाइस सिनहरू कस्तो राम्रो छ उता पहाडहरू चढ्नेलाई है। हामी चाहिँ ऊ 3 जना अनि यो चाहिँ मेरो दोस्त हो। धेरै के अरे नाटकी चाहिँ त्यो धेरै चिन्ता नमान्नु होला तपाईँहरू। हेर्नु गाइस अब हामी चटपटे खान्छौँ ल एकछिनमा। तपाईँहरूलाई सबै देखाउँछौँ। फर्स्ट भ्लग हो हाम्रो। प्लिज लाइक कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब पनि। एकै दिनमा भाइरल हुनु पर्यो गाइस। अरू भन्दा के हो यो मन्दिर आइपुग्यो। मन्दिर हेर्नुहोस् गाइस। भोलि सरस्वती पूजा पनि छ। ठ्याक्कै सरस्वती पूजाको अवसरमा हामी यो भ्लगलाई पोस्ट गरौँ भन्ने भनाइ हो। उता फुलहरू पनि छ, तर ओइल दामी आयो है। यो फुलहरू पनि छ। तपाईँहरूलाई यो गिफ्ट भयो ल गाइज। चाहिँ हामी अहिले हिँडिरहेछौँ। अब पुग्ने अवस्था भइसक्यो। अब के भनौँ यो, तर यस्तो भएको छ मेरो के भनौँ, तर म ब्युटिफुल नै थिएँ पहिला है। यस्तो हुँदाखेरि अलि एउटा चाहिँ मोटो देखेँ त, एउटा चाहिँ ऊ चाहिँ हाम्रो हिरो निसाब। अब हिरो खोज्न जानु लाग्यो यता कता मिल्छ। पुग्न लागिसक्यो। अब 3 जना सब यहाँ हाई गर पो, यहाँ आएर पो हाई गर। पसलमा गइराखन् किन चप्पल सिलाउन पसलमा। ल हेर्नुहोस् गाइस हामी गोदावरी पुगिसक्यौँ। यो चाहिँ इन्ट्रान्स गेट हो। यता हेर्नुहोस्। पसलमा किनिराखन् हो हाम्रो आन्टी। अब पुगिसक्यो हामी। आन्टी तपाईँ आउनु न मसँग। हाम्रो आन्टी। अब हामी कस्तो रमाइलो छ है। अब हाम्रो आन्टी कस्तो ब्युटिफुल हुनुहुन्छ हो। गाला साला लागेको, आज झन् फुलेको, अस्ट्रेलियाको क्रिम लगाएर छैन। आज केही लगाएको त छैन। साबुनको डल्लाले मुख धोको, क्रिम नलागे नि ब्युटिफुल हुनुहुन्छ हाम्रो आन्टी है। त्यही भने माने मात्रै हो ब्युटिफुल। वाउ आमा झाडाबारी एउटा यस्तो दामी होला। कस्तो राम्रो आएछ। यस्तो राम्रो फिल्मको जस्तो देखिन्न।
comment and share our YouTube channel. सपोर्ट प्लिज जा इथे दिबा तेर्सो बनाउने पुरा देखा के तेर्सो बनाउने ल